तपाईहरु आइदिनुहोस् परिवारहरु अनि चर्चका लिडर्सहरु यो प्रभु येशू असल अनि भलो हुनुहुन्छ जसले हामीलाई प्रेम माया र वास्ता गर्नुहुन्छ अनि हाम्रो आवश्यकता र दरकारहरूलाई जुटाउनुहुन्छ अनि उहाँको भलोपनलाई उहाँ असल हुनुहुन्छ भन्दैछ यति बेला परिवारको तर्फबाट मण्डलीको तर्फबाट हजुरहरू जतिजना आजको विवाह पवित्र विवाहमा आउनु भएको छ यहाँलाई स्वागत जनाउन चाहन्छु। टिमले सहायता पुर्याउनुहुनेछ। धन्यवाद।
हामी यति बेला प्रार्थना गर्नेछौँ। यति बेला हिमालयन टिचर्स मेजर बाबुङका अति नै आदरणीय एल्डर जिया तामाङलाई म आग्रह गर्दछु यहाँले यो प्रार्थना गरिदिउन्। प्रार्थना गर्नेछौँ। परम प्रभु परमेश्वर बाबु, तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँले आजको दिन हामीलाई दिनुभयो। बिहानदेखि यो मध्यसम्म पनि तपाईँले हामीलाई आफ्नो छोराछोरीलाई सहायता दिनुभयो। आउनमा परम प्रभु तपाईँको इच्छा अनुसार आजको दिन तपाईँले दिनुभएको छ। यसै कारण आजको दिन तपाईँ प्रभुले हामीलाई दिनुभएको दिनमा सबै कार्यक्रम तपाईँको चलमा ल्याउँदछौँ। तपाईँ परमेश्वरले हामीलाई जुटाउनु भयो, पुर्याउनु भयो। तपाईँ आशिष दिनुभयो मण्डली परिवारमा। हो टाढादेखि आफ्नो दाउराहरू देउरीहरू ल्याउनु भयो। देउरालाई उहाँको परिवारलाई सुरक्षा जनाइकन यो विवाहमा भाग लिएको छ। परमेश्वर तपाईँले आजको दिन तपाईँको जन्म यो मण्डली परिवारमा तपाईँको उपस्थिति हुनुहोस् र तपाईँको उपस्थितिमा आफ्नो वचनहरू दिनुहुन्छ। आफ्नो विवाहको आफ्नो छोराछोरीको लागि तपाईँले सम्पूर्ण जीवन तपाईँको हातमा राख्दछौँ। हो आजको कार्यक्रम सबै तपाईँ सफलता दिनुभएको छ। तपाईँले उन्नति दिनुभएको छ। तपाईँको वचन अनुसार हामी सबै फेला भएका छौँ त तपाईँले सबैलाई सुरक्षा दिनुहुन्छ। आजको वचनमा तपाईँले आफ्नो जातरी प्रकाश गराउनु, तपाईँको आत्माले चलाउनु। परमेश्वर मण्डलीमा तपाईँको वचनले, परिवारमा तपाईँको वचनले काम गर्नुहोस्। नयाँ आत्मा तपाईँले नयाँ काम गर्नुहोस्, नयाँ उमङ्ग दिनुहोस्। परमेश्वर तपाईँलाई धन्यवाद दिन्छौँ। सम्पूर्ण यो कार्यक्रम जबसम्म जित हुँदैन तबसम्म परमेश्वर हामीलाई आजको दिन भई सबै कुरोमा सहायता दिनु, मद्दत दिनुहोस्। प्रभु येशू हामी समाउनुहोस्। सबैलाई परमेश्वर तपाईँको हातमा येशूको नाममा आमेन। हजुरहरू बस्न सक्नुहुनेछ। यति बेला हामी परमेश्वरको वचन पाठ गर्न गइराखेका छौँ। यो समय म सुश्री एन्जेला तामाङलाई बोलाउँछु। उहाँले यो दुईटा खण्डलाई पाठ गर्दै हुनेछ। उत्पत्ति 2:18 पद यसरी लेखिएको छ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु। अनि यस्तो प्रकारले हिब्रू 13:4 पद यसरी लेखिएको छ, सबै विवाह चाहिँ आदरणीय होस्, ओछ्यान नबिचुलियोस्, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ। आमेन। परमेश्वरले पढाइ वचन नैमा आशिष देऊन्। हामी यति बेला अझ एउटा भजनलाई मिलेर गाउँदैछौँ। यति बेला म आग्रह गर्छु, विशेष गरी एन्जेला अनि टिमले हामीलाई सहायता पुर्याउनुहुनेछ। हिम नम्बर 990 ख्रिस्टीय भजनबाट 190 भजनलाई हामी गाउँदैछौँ। हे प्रभु सिद्ध, यो भजनलाई हामी यति बेला गाउनेछौँ। Celebrate
हामीले अघि दुईटा खण्डबाट हामीले वचन पढ्दै थियौँ। पुरानो नियमबाट जेनेसिस च्याप्टर 2 verse 18, उत्पत्ति 2:18 अनि न्यू टेस्टामेन्टबाट हिब्रू च्याप्टर 13 verse 4, हिब्रू 13:4 लाई हामीले पढ्दै थियौँ। अनि यहाँ विवाहको कुरा छ। हुन त विवाह सबै ठाउँ भइराखेकै छ, मानिसहरूले विवाह बिहेबारी गरिराखेकै छन्। हामी यस्तो संसारमा जिउँदैछौँ, मिडियाले पिटेको संसार छ। सोसियल मिडियाले पनि विवाहको बन्धनमा मानिसहरू बाँधिँदैछन्। थुप्रै तरिकाले मानिसहरूले विवाह गरिराखेका छन्। तर अघि हामीले पढेको खण्डले बताउँदै थियो, म्यारेज सुड बी अनर्ड बाई अल। विवाह आदरणीय किसिमको हुनपर्छ। अनि हामी, म एउटा पास्टरको हैसियतमा अनि हामी मण्डलीका अगुवा अनि मण्डली यहाँ दुईलाई हामी स्याबासी भन्छौँ। आदरणीय किसिमको विवाह हुँदैछ। अनि विवाह के हो, परमेश्वरको वचनले के भन्छ, यो विषयमा हामी यति बेला वचनबाट सुन्दैछौँ। अनि साथसाथै पवित्र विवाहको विधि भित्र पनि हामी बस्दैछौँ। यति बेला हिमालयन प्रिचर्स गान्तोकका अत्यन्तै आदरणीय पास्टर आमोस भुटियाज्यूले यो समयलाई लिनुहुनेछ। धन्यवाद। हामी परमेश्वरलाई धन्यवाद दिन चाहन्छौँ र विशेष गरी आजको विवाहको लागि धेरै दिन, धेरै महिना, धेरै समयदेखि प्रार्थना गरेको कारणले गर्दा अति सुन्दर विवाहको यो समय ईश्वरले हामीलाई दिनुभएको छ। र विशेष गरी हाम्रो बिचमा जोएल राई, सन अफ केबी राई, उहाँको विशेष गरी वेस्ट सिक्किम बर्मिक मार्तम वेस्ट सिक्किम निवासी, उहाँको विवाह आज विशेष यहाँ बर्मिक पाबङ साउथ सिक्किम हाम्रो आदरणीय पास्टर एमके राईको छोरीसँग आज विशेष विवाह हुँदैछ। र हजुरहरूलाई म यो विवाहको विधिलाई कि अगाडि बढाउनको अगाडि केही कुरा गर्न गइरहेको छु। त्यसको बादमा हामी ईश्वरको जीवित वचनलाई हामी सुन्नेछौँ। विशेष गरी हजुरहरूको ध्यानलाई म अलिकति आकर्षित गर्न चाहन्छु। यति बेला यो समयमा छौँ हामी यो विवाहलाई आशिष दिनको लागि, विवाहलाई हाम्रो उपस्थितिले गवाई भएर हामी यहाँ खडा भएका छौँ। र हजुरहरूको ध्यान यति बेला विवाहप्रति नै तपाईँ दिनुभयो भने यो विवाह आशिष भएर जानेछ। अलिकति हल्ला गरिदिँदाखेरि चाहिँ ध्यान यताउता हुन्छ। त्यसले गर्दाखेरि हजुरहरूलाई पिन ड्रप साइलेन्ट बसिदिने म आग्रह गर्छु। केही समय मात्र विवाहको विधिमा हामी हुनेछौँ। र यति बेला हामी यहाँ विशेष गरी परमेश्वरको उपस्थितिमा जोएल अनि शान्तिको विवाहको गवाई बन्न, उनीहरूलाई प्रार्थनाद्वारा सहयोग गर्न अनि उनीहरूको खुसियालीमा सहभागी हुन हामी यहाँ हाजिर छौँ। ख्रिस्ट येशूको शिक्षा अनुसार विवाह दुई व्यक्ति माझ, एक पुरुष र एक स्त्री माझको शरीर, मन र आत्माको समर्पणतामा जीवनभरको सम्बन्ध हो। विवाह परमेश्वरको सृष्टिको उद्देश्यमा एउटा अङ्ग हो। यसलाई हल्कासित, खेलाइँचीसित तथा स्वार्थले प्रेरित भएर होइन, तर उत्तरदायित्वसित, श्रद्धासित, परमेश्वरले दिनुभएको प्रेममा प्रेरित भएर गर्नुपर्छ। विवाह परमेश्वरको दृष्टिमा आदर योग्यको छ, किनभने यो परमेश्वरले नै सुरु गर्नुभएको हो। यसले मण्डली र ख्रिस्ट येशूको अद्भुत सम्बन्धलाई र सत्यतालाई प्रकट गर्दछ। येशू आफै विशेष गालिलको काना सहरको विवाहमा उपस्थिति भइकन त्यस विवाहलाई येशू स्वयंले आशिष दिनुभयो
हामी विश्वास गर्छौँ आजको विवाहमा अदृश्य रूपमा येशू ख्रीष्ट हाम्रो बिचमा हुनुहुन्छ। परमेश्वरको यो इच्छा छ कि विवाहमा पुरुष र स्त्रीको प्रेमले उनीहरूको जीवनमा आपसी मित्रता, सहयोग र वास्ताद्वारा सम्पूर्णता प्राप्त गरोस्। परमेश्वरको अनुग्रहमा यो प्रेममा बढ्दै जाँदा गहिरिँदै जान्छ। विवाहको यस्तो प्रेम नै स्थायी परिवारको आधार हो। जब छोराछोरी आउँछन् तब यो प्रेम भरोसा र अभयको वातावरणमा छोराछोरीलाई हुर्काउने परमेश्वरको एक प्रक्रिया हो। आज जोएल र शान्ति अब दुवै विवाहको बन्धनमा पस्न परमेश्वरबाट उनीहरूको जीवनमा आशिष खोज्न तयार छन्। उनीहरूले एक अर्कालाई सहमति दिनेछन्, एक अर्काप्रति प्रतिज्ञाहरू गर्नेछन्। विवाहको चिन्ह स्वरूप एक अर्कालाई औँठी साटासाट गर्नेछन्। उनीहरूको जीवनमा परमेश्वरको आशिष होस् भनेर हामी उनीहरूसित प्रार्थना गर्नेछौँ। हजुरहरूलाई म आग्रह गर्छु यो विवाह अति नै आदरणीय भएको कारणले गर्दा तपाईँहरू यसलाई इज्जत गरिदिनुहोस्, बसेर प्रार्थना गरिदिनुहोस्, ताकि आजको जुन विवाहको बन्धनमा यो दुवै एउटा परिवारको जीवन, पारिवारिक जीवन सुरु गर्छ। ईश्वरको आशिष यहाँमाथि रहोस् भनेर हामी सबैले यहाँमाथि आशिष बोल्दैछौँ। र आखिरी एउटा स्थितिहरूलाई म फेरि एकपल्ट पढ्दैछु। यहाँ उपस्थित कसरी दुई व्यक्तिको विशेष जोएल र शान्तिको विवाह मण्डलीको नियम र देशको कानुन व्यवस्था अनुसार हुन सक्दैन भने कुनै योग्य कारण देखाउन सक्छ भने अहिले उसले अघि आएर बताओस्, होइन भने भविष्यमा ऊ सदा चुप रहोस्। यदि कसैको विवाह देशको कानुन मण्डलीको नियम अनुसार हुन सक्दैन भने के कारण छ भने यो आखिरी स्थिति तपाईँलाई परिँदैछ। त्यसो भने छैन रहेछ, सबैजना खुसी हुनुहुन्छ। यहाँ दुईलाई खडा हुने आग्रह गर्छु। हाम्रो जोएल र शान्ति तपाईँ दुईजना खडा भइदिनुहोस्। दुईजनालाई प्रश्न गरिन्छ। परमेश्वर र यस मण्डलीको उपस्थितिमा म तिमी दुईजनालाई आदेश दिन्छु कि यो विवाह विधिपूर्वक हुनमा तिमीहरू दुई मध्ये कसैको केही रुकावट छ भने तिमीहरू अहिले बताइहाल। के छ खुसी? यहाँहरू खुसी रहेछ? केही रुकावट छैन रहेछ? ताली बजाउँ, महिमा दिउँ प्रभुलाई। त्यसो भने तपाईँ दुईजना खडै बस्नुहोस् है। यस मानिसको विवाहको निम्ति यस स्त्रीलाई कसले जिम्मा दिने? उठेर आपा शान्तिको आपा हात उठाएर उहाँले आफ्नो स्वीकृति दिनुहुँदैछ। आजदेखि आफ्नो छोरीलाई उहाँको हातमा जिम्मा दिनको लागि यो विवाहको विधिलाई अगाडि बढाइदिनु भनेर यहाँले मलाई अनुमति दिनुभएको लागि हजुरलाई पनि धन्यवाद। यसो बस्नुहोस्, दुईजना बस्नुहोस्। हुन्छ, त्यसो भने हामी परमेश्वरको जीवित वचनलाई यति बेला सुन्नेछौँ। तपाईँ हामी सबैजना खुसी छौँ। विवाह ईश्वरको योजनामा हुन गइरहेको छ। पढेको वचन हिब्रू 13:4 भन्छ सबै विवाह चाहिँ आदरणीय होस्। यो भाइ बहिनीहरू, नानीहरू सबैजनाले सुनिदिनु है। अविवाहितहरू तपाईँहरू सुनिदिनुहोस्, आजको वचन तपाईँको लागि छ। इफ यु आर म्यारिड, तपाईँ विवाहित हुनुहुन्छ भने जन कान ठाडो पारेर सुनिदिनुहोस्। आदरणीय होस्। अनि यो प्रश्न आउँछ, किन आदरणीय हुनुपर्ने? किनभने विवाह चाहिँ मान्छेले बनाएको प्रथा होइन। मान्छेले धेरै कुरा बनाएको छ, तर विवाह चाहिँ कुनै समाज मिलेर, कुनै व्यक्ति मिलेर विवाह यसरी गर्नुपर्छ होला भनेर सुरु गरेको होइन। विवाहको सुरुवातलाई खोज्दै गयो भने, यो ओरिजिनल कहाँबाट सुरु भयो भनेर खोज्दै गयो भने बाइबलमा पाउनुहुन्छ। तपाईँ परमेश्वरको वचनमा हामी के पाउँछ भने उत्पत्ति 2:26-27 म टाइमलाई सेभ गर्दैछु एकदम।
परमेश्वर वचनले भन्छ परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, उहाँले आफ्नो प्रतिरूपमा मान्छेलाई बनाउनु भयो। अनि परमेश्वरको वचन स्पष्ट भन्छ नर र नारी नै गरी परमेश्वरले मान्छेलाई सृष्टि गर्नुभयो। अनि परमेश्वरको वचनले भन्नुभयो, आशिष दिनुभयो परमेश्वरले, तिमीहरूलाई म आशिष दिन्छु, फल्दो फुल्दै वृद्धि हुँदै पृथ्वीमा बढिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाऊ भनेर ईश्वरले आशिष दिनुभयो। अनि त्यसको बादमा हामी बाइबलमा हेर्छौँ भने पहिलो सृष्टि गर्दाखेरि परमेश्वरले आदमलाई सृष्टि गर्नुभयो। आदम एक्लो थियो, सबै जीव जन्तुहरूको सबैको आफ्नो आफ्नो जोडा जोडामा परमेश्वरले बनाउनु भयो। तर आदम चाहिँ भूमिको माटोबाट परमेश्वरले आदमलाई बनाउनु भयो। अनि आदम एकदम पर्फेक्ट बनाउनु भयो। तर दुःख लाग्दो कुरो चाहिँ आदम एक्लो थियो। त्यस कारणले गर्दा परमेश्वरको वचनले विधि चाहिँ विवाह चाहिँ कसरी सुरु भयो भन्दाखेरि चाहिँ विवाह चाहिँ परमेश्वरले सुरु गर्नुभयो। 2:18 उत्पत्तिमा यसरी लेखेका हामी पाउँछौँ, फेरि परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु। परमेश्वरले यहाँ विवाहको विधि सुरु गरेको कुरा तपाईँले देख्नु पाउनुहुन्छ। ईश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति सुहाउने एउटा सहयोगी बनाउने छु, जीवन साथी बनाउने छु भन्नु चाहेको चाहिँ एउटा विवाहको विधि यहाँ सुरु गरेको हामी देख्छौँ। तो परमेश्वरले सुरु गरेको विवाह चाहिँ बाइबलले स्पष्ट डिमान्ड गर्छ विवाह आदरणीय हुनुपर्छ। ओछ्यान नबिटुलियोस् भनेको छ स्पष्ट कडा आदेश। दुष्ट शैतान चाहिँ चाहन्छन् कि ईश्वरबाट आएको आशिष चाहिँ रोकोस्, त्यसले गर्दाखेरि मानिसहरूलाई व्यभिचारमा डुबाउनु खोज्छ। जब मानिसले विवाहभन्दा अगाडि कुनै व्यभिचार गर्छ भने ईश्वरको आशिषबाट ऊ वञ्चित हुन्छ। अनि यो कोसिस चाहिँ शैतानको छ, अपवित्र रहोस्, अनआज्ञाकारी रहोस्, ईश्वरको डर नमानोस् भनेर शैतानको ठुलो उद्देश्य छ। अनि त्यस चाहिँ जवान नानीहरूमाथि एट्याक हुन्छ जसले अविवाहित छ। त्यसले गर्दा विवाह आशिषको कुरा हो। विवाह चाहिँ यस्तो दैलो हो कि विवाहले चाहिँ सबै आशिषको दैलो खोलिदिन्छ। किनभने यो परमेश्वरले सुरु गरेको। यो एकजना पुरुष एक्लै हुँदा विचार एक्लो थियो, तर विवाह भएपछि एउटा परिवार। हिजोसम्म ब्रदर जोएल एक्लो थियो, तर आज विवाहले गर्दा परमेश्वरले जीवन साथी शान्तिलाई आज दिँदैछ। अनि यो विवाह चाहिँ परमेश्वरले जब सुरु गरेको विवाहमा चाहिँ ईश्वरको आशिष रहेछ। के चाहियो? ईश्वरको आशिष भए पुग्छ। त्यो मान्छे धनी हुनु पर्दैन, त्यो मान्छेको धेरै रुपियाँ पैसा हुनु पर्दैन, तर त्यो मान्छेमाथि ईश्वरको हात पर्यो भने त्यो मान्छे समाज सबै मान्छेका अगाडि उचालिन कति समय पनि लाग्दैन। सबैभन्दा शक्तिशाली कुरा चाहिँ ईश्वरलाई आदर दिनुपर्छ। परमेश्वरको वचनमा लेखेको छ, ईश्वरको वचन आज हामीले मान्नुपर्छ। म शान्ति र जोएललाई धन्यवाद दिन चाहन्छु। पास्टर कैसरले तपाईहरु दुईजना आज उदाहरण भइदिएको छ धेरैजनाको लागि। दुईजनाले एउटा पवित्र मगनी गरेका कारणले गर्दा दुई मण्डलीको प्रभुको दास दासीहरूलाई मण्डलीलाई आदर दिएको छ, दुई परिवारलाई आदर दिएको छ, दुई सन्तानहरूलाई तपाईहरु दुईजनाले आदर दिएको छन्। अनि सबैभन्दा माथि चाहिँ तपाईहरुले परमेश्वरलाई आदर दिएको छ। हामी बाइबलमा स्पष्ट पाउँछ विवाहको विधि परमेश्वरले सुरु गर्नुभयो। कसरी गर्नुभयो हेर्नुस्। यसकारण परमेश्वरले आदमलाई मस्त निद्रामा पार्नुभयो र तिनी निधाएको बेलामा तिनको करणहरूमध्ये एउटा निकालेर त्यसको ठाउँमा मासु बलिदिनु भयो। जुन करण परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटा स्त्री बनाएर मानिस कहाँ ल्याउनु भयो। तब मानिसले पनि यो त मेरो हारको हार र मासुको मासु हो, उसलाई स्त्री बनिनेछ, किनभने तिनी पुरुषबाट निकालेकी थिइन्। यसकारण मानिसले आफ्नो आमा बाबुलाई छोड्छ र आफ्नो स्वास्नीसँग मिलिरहनेछ, अब तिनीहरू एउटै जीव हुनेछ। कति रहस्यको कुरा छन्, खास गरी विवाह छ। आजको पहिलो पोइन्ट विवाह। ईश्वरले गड इन्स्टिट्युट परमेश्वरको
ईश्वरले सुरु गरेको भन्ने कुरा मैले तपाईँलाई दिएको छु भने पहिलो पोइन्ट दुईजनाले बुझिराख्नुहोस् आजको विवाह जीवन बाँधिने दुईजनाले। त वाट इज म्यारेज? विवाह के हो? एउटा केटाले एउटा केटीलाई मन परायो, अब भागिहाल्यो, यो बिहा हो। आजकलको चलन यस्तो छ, सोसियल मिडियामा फेसबुकतिर भेट्यो, मन परायो, बिहा गरे, त्यो अर्थ नबुझी त्यसो गर्यो। तर वास्तविकमा विवाह चाहिँ गहिरो छ। मैले अघि भने गहिरो प्रकारले बुझ्नुपर्छ अनि विवाहमा बुझेर विवाह गर्नुपर्छ। त पहिलो पोइन्ट चाहिँ के छ भन्दाखेरि म्यारेज इज एन कभनेन्ट। राम्रो बुझिराख्नु, पढेको छ, आजको वचन ध्यानसँग सुनिराख्नुहोस्। हिजो अस्तिको दिन मात्र 18 वर्ष अघि मैले पनि तपाईँहरूले यसरी बिहा गरेको। अस्तिको दिन मात्र मैले त्यो दिन पास्टरले दिँदै गरेको वचन सम्झिँदै थिएँ अनि म आफूलाई आशिषको महसुस गरेँ। तपाईँहरूले आजको वचनलाई ध्यानसँग सुन्नुहोस्। सो वाट इज म्यारेज? एउटा जान्नुपर्ने दरकार चाहिँ के छ, विवाह के हो? धेरैजनाले भन्छ विवाह सम्झौता हो। एउटा केटाले केटी मन परायो, सम्झौता गरी बिहा गरौँ, भागौँ लो भनेर धेरैजनाले विवाहलाई चाहिँ अर्थ दिन्छ सम्झौता। दुईजनाले अन्डरस्ट्यान्डिङ भयो, सम्झौता भयो, बिहा गरे। तर होइन रहेछ। बाइबलको वचन अनुसार चाहिँ म्यारेज इज नट एन एग्रिमेन्ट। विवाह सम्झौता होइन, विवाह चाहिँ करार हो, कभनेन्ट। अनि तपाईले बाइबल पढ्नुहुन्छ भने बाइबलभरि परमेश्वरले चाहिँ करार मागेको छ। करारको अर्थ गहिरो छ। दुईजनाले आज बुझ्नुपर्ने शान्ति अनि जोयले बुझिदिनुहोस्। तपाईँको विवाह आज जुन हुँदैछ करारभित्र पस्नुहुँदैछ। तपाईँ दुईजना सम्झौतामा होइन, करारभित्र पस्नुहुन्छ। अब केही समय बादमा म करारभित्र लान आँटेको छु तपाईँलाई। अनि यो तपाईँको लागि बहुत जरुरी छ। सम्झौता चाहिँ के हुन्छ भन्दाखेरि नि कसैको गएर एउटा सामान किने अरे, सपोज मैले एउटा गाडी किने भने सम्झौता एग्रिमेन्ट बनाउँछ नि त होइन। तपाईँ गाडी मैले कति किने, फल्ना रुपियाँमा, मन परेन हौ भनेपछि अर्को पक्षले के भन्छ, छोडिदेऊ न त्यसो भने च्यातेर फ्याँक्यो, एग्रिमेन्ट। त विवाह चाहिँ कहिले कदापि होइन भोलि च्यातेर फ्याँकिने। इट इज नट। यो इन्स्टिट्युटमा परमेश्वर विवाह बनाएको होइन। विवाह चाहिँ सम्झौता होइन, विवाह चाहिँ करार हो। करार भन्नुको अर्थ नै ईश्वरको उपस्थिति अनिवार्य छ। विवाह आदरणीय कुरा, किनभने यो करार हो। अनि करारको अर्थ म अलिकति बताउँदै जान्छु। इजिकियल 16:8, इजिकियल 16:60 स्पष्ट लेखेको छ कि परमेश्वर चाहिँ God, we serve a God of covenant keeping God. हामी यस्तो जीवित परमेश्वरलाई विश्वास गर्ने जातिहरू हौँ जुन परमेश्वरले करारलाई सम्झनामा राख्नुहुन्छ। र आज विशेष गरेर शान्ति र जोयले जब करारभित्र पस्छ, यहाँ दुवैले बिर्से तापनि ईश्वरले कहिले बिर्सिनुहुन्न आज करार। किनभने त्यो करारले यहाँको जीवनमा आशिष खोलिरहेको छ। करारको अर्थ अलिकति बताइदिउँ। करार सम्बन्धमा प्रवेश गर्नु भनेको चाहिँ व्यक्तिगत रूपमा जिउने जीवन र मोहको मृत्यु हुनु। करारमा बाँधेका व्यक्तिहरू आफ्नो जीवन एक अर्काको निम्ति अर्पण गर्दछन्। आफ्नोपनको मृत्यु भएपछि दुई व्यक्तिमा एउटा जीवन सुरु हुन्छ अनि त्यो चाहिँ वैवाहिक जीवन। उनीहरूको व्यक्तिगत जीवन आफ्नो अख्तियार हुँदैन, तर दुईको बीचमा प्रकट हुने जीवन महत्त्वपूर्ण हुन्छ। करारको अर्थ गहिरो छ। हिजोसम्म जोयल व्यक्तिगत जीवन जिरहेको थिए। जे गर्दा म बिहान 11 बजे सुत्दा कसले के भन्थेन, जे गर्दा पनि व्यक्तिगत पर्सनल लाइफ थियो। तर जब तपाईँ आज करारको पस्दै गर्दा जोयलले एउटा कुरा आज डेथ हुँदैछ, त्यो चाहिँ पर्सनल लाइफको डेथ हुँदैछ। तर आज तिम्रो एउटा लाइफ सुरु गर्दैछ परमेश्वरले तपाईँको लागि अनि शान्तिको लागि। त्यो चाहिँ वैवाहिक जीवन सुरु गर्दैछ। God is starting a new relation, एउटा जीवन सुरु गर्दैछ अनि त्यो चाहिँ वैवाहिक जीवन। कति रमाइलो, कति आशिषित जीवन। धेरैचोटि एक्लो पर्ने रहेछ है। म भन्ने शब्द मर्नु नसक्दा धेरै परिवार भत्केर गएको कारण थियो। एउटा जवान केटाकेटी भर्खरै बिहा गरेछ, इक्जाम्पल दिन्छु म तपाईँलाई। दुईजनाको बिचमा पुरा लडाइँ भएछ अनि बरु त काउन्सिलिङ गर्नेले भन्दै गयो के को लडाइँ परेछ भन्दाखेरि हेर्नुहोस् है, ठुलो कुरा थिएन रहेछ। बिहान उठेर
केटा चाहिँ गएर बाथरुममा दाँत माझ्नुको लागि गएछ अनि अब दिदी बहिनीहरू पार्टिकुलर हुन्छ नि त यसो हिच्याएर त श्रीमानले त टुथपेस्ट त यसो निचारेर पेच्चकै निचारेर हालेछ ब्रसमा अनि त्यति बेला भनिन्छ तपाईँ त्यसो गर्नु हुँदैन नि अन्त मेरो खुसी नि किन सिकाउँछ त्यति नै त्यो चाहिँ के भएको भन्दाखेरि नि पर्सनल लाइफको डेथ नहुँदा नि मेरै खुसी मेरै जीवन मैले जे गरौँ त्यहाँ चाहिँ सुरु भयो समस्या तर हरेक कुरा सल्लाह ए हो र मेरो आदत नराम्रो छ है त्यसो म चेन्ज गर्नु पर्यो त्यो कसरी हाल्नु सिकाइ माग्यो भने त कति रमाइलो त्यो विवाह कति असल हुन्थ्यो होला त्यो सानो पोइन्टमै झगडा सुरु भयो र यस कारणले गर्दा ईश्वरको वचनले भन्छ व्यक्तिगत जीवनको मृत्यु अनि एउटा वैवाहिक जीवन सुरु हुन्छ करारको अर्थ के रहेछ अब अझै बुझ्नुहोस् पुरानो करारमा चाहिँ करारको अर्थ छ बन्धन बनेको छ दुई व्यक्तिलाई एक ठाउँमा बाँधिँदैछ अनि त्यो कसले बाँध्दैछ भन्दाखेरि परमेश्वरले तपाईँ दुईलाई एक ठाउँमा बाँधिँदैछ करारको बाइबलले अर्थ अझै गहिरो छ विशेष गरी जोएलले ज्ञान दिनुहोस् अनि शान्तिले करारभित्र पस्दैछ भरै तपाईँलाई म करारमा लाँदा एक एक शब्दको लागि तपाईँले महत्त्व दिनुपर्छ आज अनि करारको अर्थ रहेछ म्यारेज इज एन कभनेन्ट एन्ड कभनेन्टको अर्थ चाहिँ पक्का समर्पणता मृत्युसम्म इमानदार जबसम्म मृत्युले अलग गर्दैन तबसम्म तपाईँ दुईजना छुट्नु पाउँदैन बाहिरमा स्पष्ट रहेछ मृत्युसम्म इमानदार हुनुपर्छ यो हो करार एक दुसराप्रति समर्पित जीवन जिउनु पर्यो अनि अर्को खमा रहेछ व्यक्तिगत रूपमा जिउन चाहने जीवनको मृत्यु यो पर्सनल लाइफको चाहिँ डेथ हुनैपर्छ म र मेरो जहिले उजालो दिने गर्छु 18 वर्ष अगाडि मैले बिहा गरेँ यो व्यक्तिगत जीवन मर्नु टाइम लाग्दो रहेछ बिहा गरेर श्रीमतीलाई नयाँ बेहुली 1 महिना पनि राम्रो पुगेको थिएन बिहा गरेपछि चाहिँ इज्जत हुन्छ जोएल भाइ बुझिराख्नुहोस् हिजोसम्म बिहाको कार्ड आउँथेन होला अब आउनु थाल्छ समाजले इज्जत दिन्छ सम्मान दिन्छ अनि मलाई एक ठाउँमा निम्तो भएको खुसीले नयाँ घरबाट निस्किँदा भर्खर बिहा गरेको आफ्नो बेहुली घर श्रीमतीलाई लिएर एकदम रमाइलो भएर निस्केको तर पर अर्काको बिहामा पुगेपछि त हो अरेमा साथीहरू भेटाइ निस्क्यो अनि साथीहरूले तानेर लुकिताले मैले बिर्सेछु म बिहा गरेको छु अनि मेरो श्रीमती मैले लिएर आएको छु मेरो ठाउँमा त मेरो श्रीमती नआउनु अन्त उसलाई कम चिन्दैन कसैसँग चिनाजना पनि छैन एक्लै कुनामा बसिरहेको छु म त यति साह्रो हल्ला गरेको के अरे साथीहरूसँग भोलि पठाएछु खाना पनि खाइपठाएछु मेरो इक्जाम्पल दिएको मैले आज अहिले पनि मेरो श्रीमती भन्छ 18 वर्ष पुग्यो हाम्रो विवाह तपाईँले धेरै मेरो जीवनमा आशिष दियोस् तर त्यो दिन अझै पनि चोट लाग्छ विषाद लाग्छ यसले गर्दा यो चाहिँ के भएको भन्दाखेरि व्यक्तिगत रूपमा जिउनु चाहने जीवनको मृत्यु नहुँदा आफ्नो मात्रै वास्ता अरूको वास्ता गरिँदैन बाइबलको अर्थ करारको अर्थ रहेछ अरूको निम्ति आफ्नो जीवन अर्पण गर्नु जसरी ख्रीष्ट येशूले मण्डलीको लागि येशूले आफ्नो जीवन अर्पण गर्नु सबै भौतिक कुराहरू समयको हुन्छ जस्तो आजदेखि सुनिराख्नुहोस् मेरो तलब होइन हाम्रो तलब सुरु हुनु पर्यो मेरो घर होइन हाम्रो घर सुरु हुनु पर्यो हाम्रो जग्गा जमिन हाम्रो मान सम्मान हाम्रो सम्पत्ति हाम्रो ऋण हाम्रो बलियो पक्ष पनि हामी दुईको लागि हाम्रो परिवारको लागि अनि हाम्रो कमजोरी पनि दुईकै लागि यो करारले यसरी अर्थ दिँदछ अब पहिलो पोइन्ट तपाईँले बुझ्नुभयो द म्यारेज इज एन कभनेन्ट यो करार यो दुईजनाले गहिरो प्रकारले बुझ्नुहोस् अब केही समय बाद तपाईँहरू करारभित्र पुग्नुहुन्छ दोस्रो पोइन्टमा जाँदैछु नम्बर 1 द म्यारेज इज अ कभनेन्ट भनेपछि नम्बर 2 द म्यारेज इज रेस्पोन्सिबिलिटी विवाह चाहिँ जिम्मा हुनु सबैले बुझ्नुहोस् है जोएलले बुझिराख्नु पर्यो अनि शान्तिले विवाह चाहिँ जिम्मा हुनु विवाहको बन्धनमा पस्ने चाहने मान्छेले बुझिहाल्नु पर्यो अब नयाँ रेस्पोन्सिबिलिटी सुरु हुँदैछ कोरिन्थीको किताब पहिलो कोरिन्थी 7:3 देखि 5 मेरोमा समय छैन यसले
यही कुरा बताउँछ लोग्नेको जिम्मा छ ए पति हो भनेको छ आफ्नो पत्नीलाई प्रेम गर ए पत्नी हो आफ्नो पतिको अधीनमा बस्छ धेरै गहिरो कुराहरू त्यहाँ लेखेको जिम्मेवार छ अनि के जिम्मेवार भन्दाखेरि पहिलो जिम्मेवार चाहिँ हाम्रो जोएल भाइले चाहिँ आफ्नो श्रीमती हुने अब करारको तपाईँको श्रीमतीलाई चाहिँ के जिम्मेवार भन्दाखेरि पहिला चाहिँ निर्धक्क पार्ने कुनै डाउट नराख्ने निर्धक्क पार्ने इफिसीको 5:25 ले यो कुराहरू बताउँछ निर्धक्क पार्ने ए पति हो आफ्नो पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मनलाई प्रेम गर्नुभयो त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो जसरी प्रभु येशूले मण्डलीलाई निर्धक्क बनाएको छ कुनै शङ्का छैन उहाँको प्रेममा त्यस्तै प्रकारले एउटा पुरुषले एउटा श्रीमानले आफ्नो श्रीमतीलाई निर्धक्क पार्ने उसको उहाँको कामद्वारा अनि सजिलो छ त्यसमा पैसा लाग्दैन जसरी अहिले म राङ्काबाट यहाँ आज म आएको बिहा दिन आएको छु मोबाइल यो खाली फेसबुक खेल्नुको लागि होइन इट इज फर कम्युनिकेसन मैले मेरो श्रीमतीलाई फोन गरिहालेँ हजुर म यहाँ पुगेँ है ढुक्क भएको निर्धक्क भएको ए है तपाईँ सेफली पुगेछ ढुक्कै भयो अहिले बढी अब यहाँ बिहा सके हिँड्ने बेला म फोन गर्छु हेलो तपाईँ कहाँ हुनुहुन्छ लै म अब आउँदैछु निर्धक्क सो यो एउटा एक दुसरालाई निर्धक्क पार्ने कम्युनिकेसनद्वारा जीवनमा वैवाहिक जीवनमा कमी कति हुन्छ तर त्यसलाई सर्ट आउट गर्ने कुरा चाहिँ निर्धक्क बनाउने कुरा चाहिँ कम्युनिकेसन पनि सबभन्दा इम्पोर्टेन्ट एक दुसरालाई कम्युनिकेट गर्ने मोबाइलबाट कहाँ छ म यहाँ छु आज कतिजना छुट्टिएर महिना दिन हुन्छ बात पनि मार्दैन बिहा गरेको मान्छे अनि शैतानले त्यो विवाहलाई किन तोड्दैन तोड्छ यो काम कहिले गर्नु हुँदैन पहिलो कोरिन्थी 11:3 ले कलसी 3:19 ले स्पष्ट लेखेको छ एक दुसरालाई निर्धक्क बनाउनु पर्छ यो जिम्मा हो हामीले एक दुसरालाई ठुलो जिम्मा हो निर्धक्क बनाउनु पर्छ हाम्रो बोलीले हाम्रो प्रोटेक्सनले निर्धक्क बनाउनु पर्छ अनि अर्को जिम्मा चाहिँ मेरो स्पिड कुदैछु म सुरक्षा गर्ने जोएलले जहिले पनि आफ्नो श्रीमतीको सुरक्षा दिनुपर्छ आफ्नो श्रीमतीको सुरक्षा कसैले दिँदैन यस धरतीमा नि हस्बेन्ड वाइफको सुरक्षा एक दुसरालाई हस्बेन्ड वाइफले मात्र दिन सक्छ प्रोटेक्ट गर्नुपर्छ आफ्नो श्रीमतीलाई दुष्टले आक्रमण गर्नु खोज्छ बाहिरको फोर्सेसले आक्रमण गर्नु खोज्छ तर यदि आज जोएल प्रभुको गहिराईमा छ भने जहिले आफ्नो श्रीमतीलाई प्रार्थना म बिहान गएको बेला 3:30 बजी उठ्छु मेरो हात जहिले पनि मेरो दाहिने हात मेरो श्रीमतीको मेरो छेउमा सुतिरहेको श्रीमतीको शिरमा हुन्छ अहिले म प्रार्थना सुरक्षा हे परमेश्वर मेरो श्रीमतीलाई सुरक्षा दिनुहोस् परिवार हुर्काउनु पर्ने ठुलो बोझ जिम्मेवार छ श्रीमतीको लागि प्रार्थना गर्नु नो डाउट श्रीमतीले त गर्छै गर्छ अनि यही कुराले पनि हो वैवाहिक जीवन बलियो हुँदो रहेछ आशिषित बन्दै जाँदो रहेछ परिवार आनन्द र खुसियालीको माहौल त्यसै हुँदो रहेछ राम्रो गिफ्ट दिएर राम्रो पैसा धेरै कमाएर खुसियाली होइन यो सानो कुराहरू घरमा प्र्याक्टिस गर्नुहोस् तपाईँ रिसाइ हो भने तपाईँ एक दुसराको लागि प्रार्थना गर्नुहोस् पहिलो पत्रुस 3:7 ले स्पष्ट लेखेको छ एक दुसरालाई प्रोटेक्ट गर्ने हेर्नुहोस् न आज अफिसतिर देख्छु गाउँ समाजमा देख्छु आफ्नो श्रीमतीको खिल्ली उडेर आएको हुन्छ अर्काको अगाडि समाजको अगाडि डोन्ट डु यो काम कहिले नगर्नुहोस् तपाईँ वैवाहिक जीवनमा हुने हो वचन 2 जनाको लागि थियो विवाह चाहिँ के रहेछ करार के रहेछ नाउ त्यही करारभित्र अब तपाईँहरू पस्नुहोस् त्यसले गर्दा बरु ध्यान दिनुहोस् माइक दिनुहोस् त्यो 2 जना अलिक नजिक सबैजनाले प्रार्थना गरिदिनुहोस् यति बेला मनमनमै हामी यति बेला प्रार्थना गर्छौँ परमेश्वर बाबु म यति बेला तपाईँलाई धन्यवाद दिन चाहन्छु तपाईँको जीवित वचनले हामीले कसरी जिउनु पर्ने हाम्रो पारिवारिक जीवन के हो विवाह के हो भन्ने कुराहरूलाई तपाईँको वचनले स्पष्ट तपाईँले बताउनु भएको छ विवाह चाहिँ करार हो प्रभु अनि त्यो करारमा चाहिँ तपाईँ पहिलो स्थानमा तपाईँ आउँछ अनि तपाईँले विवाहलाई आशिष दिन लाग्नु भएको छ
यति बेला मेरो अगाडि प्रभु जोएल र शान्ति दुईजना त्यो विवाहको करारभित्र पस्नका लागि खडा भएका छन् प्रभु। म यति बेला पवित्र आत्मा तपाईसँग बिन्ती गर्दैछु। यति बेला तपाईँले यिनीहरूलाई अभिषेक गर्नुहोस्। अब जसरी यिनी दुईजना विवाहको करारभित्र आफ्नो एक दुसराका हात पक्रेर जब यो करारभित्र पस्दै जाँदा पवित्र आत्मा परमेश्वर यिनीहरूलाई अभिषेक गर्नुहोस्, सहायता गर्नुहोस् प्रभु, ताकि आज तपाईँको उपस्थितिमा ओ प्रभु करार जीवनभरि यहाँ सम्झनामा राख्न सक्छ। धन्यवाद येशूको नाममा। आमेन। हुन्छ, हामी माइक है हुन्छ। म यति बेला जोएललाई सोध्दैछु। भाइ जोएल माइक हातमा राख्नु पर्यो। ल जोएल, के तिमी शान्तिलाई विधिपूर्वक विवाहित पत्नीको रूपमा स्वीकार गर्न तयार छौ? हजुर, म यसै गर्न तयार छु। धन्यवाद। परमेश्वरको पवित्र आज्ञा अनुसार वैवाहिक जीवन बिताउन तयार छौ? हजुर, म यसै गर्न तयार छु। के तिमीले उसलाई प्रेम गर्छौ, आदर गर्छौ अनि बाछुन्जेल सबै त्यागेर उसित इमानदार र विश्वासी भई बस्न राजी छौ? हजुर, म राजी छु। हुन्छ, धन्यवाद। त्यसैले माइक शान्तिलाई दिनु। शान्तिलाई म के कुरा सोध्दैछु। शान्ति, के तिमी जोएललाई विधिपूर्वक विवाहित पतिको रूपमा स्वीकार गर्न तयार छौ? हजुर। धन्यवाद। परमेश्वरको पवित्र आज्ञामा विवाहित जीवन बिताउन तयार छौ? धन्यवाद। कि तिमी उसलाई प्रेम गर्न, आदर गर्न, बाछुन्जेल सब त्यागेर उसित इमानदार र विश्वासी भई बस्न राजी छौ? हजुर। हुन्छ, त्यसो भने धन्यवाद। या दुईजनाले यो प्रश्नको उत्तर दिएका छन्। परमेश्वरको सहयोगमा म यसरी गर्नेछु भनेर यहाँ एक दुसरालाई स्वीकृति दिएका छन्। यति बेला सबैजना खडा भइदिनुहोस्। हामी करारभित्र जाँदैछौँ। तपाईँले प्रार्थना गरिदिनुहोस्। यी दुईजना जसरी करारभित्र पस्दै गर्दा ईश्वरको हात यिनीहरूमाथि हुनुपर्छ। तपाईँ गर्नुपर्नेछ। म जोएल, तिमी शान्तिलाई आजको दिनदेखि उसो मेरी आफ्नै विधिवत विवाहित पत्नीको रूपमा परमेश्वरको पवित्र आज्ञा अनुसार स्वीकार्दैछु। अनि जबसम्म मृत्युले हामी दुवैलाई अलग गर्दैन तबसम्म सँगै बस्न सँगै रहन सुखमा होस् वा दुःखमा धनमा होस् वा निर्धनतामा रोगमा होस् वा अयोग्यतामा तिमीलाई आफ्नै बनाइराख्नेछु तिमीलाई प्रेम गर्नेछु तिम्रो सुधि लिनेछु अनि परमेश्वर अघि यहाँ भएका सबै उपस्थित गवाईहरू अघि यसो गर्छु भनेर म प्रतिज्ञा गर्दैछु। हामी ताली बजाउनु छौँ यति बेला। म शान्ति तपाईँ जोएललाई आजको दिनदेखि उसो आफ्नो विधिवत विवाहित पतिको रूपमा परमेश्वरको पवित्र आज्ञा अनुसार स्वीकार्दैछु।
अनि जबसम्म मृत्युले हामी दुवैलाई अलग गर्दैन तबसम्म सँगै बस्न सँगै रहन सुखमा होस् वा दुःखमा धनमा होस् वा निर्धनतामा रोगमा होस् वा अयोग्यतामा तिमीलाई आफ्नै बनाइराख्नेछु तिमीलाई प्रेम गर्नेछु तिम्रो सुधि लिनेछु अनि परमेश्वर अघि र यहाँ भएका सबै उपस्थित गवाई अघि यसो गर्छु भनेर म प्रतिज्ञा गर्दैछु हामी ताली बजाउनु यति बेला यहाँले करार बाँधेर यति बेला समय दिएको छ हजुरहरू बस्न सक्नुहुन्छ कि औँठी दिनु पर्यो मलाई यति बेला जो भित्र र अनुग्रहको बाहिर स्पष्ट देख्न सकिने चिन्ह हो यसले यो दर्शाउँछ कि यस पुरुष र यस स्त्री एक आपस्तमा पवित्र बन्धनमा बाँधिएको यसले प्रमाण दिँदछन् यसको कुनै सुरु र अन्त देखिँदैन यसैले प्रेमको कुनै सुरु र अन्त हुँदैन तपाईको प्रेम सधैँ स्थिर रहोस् भनेर हामी प्रार्थना गर्नेछौँ यति बेला हामी औँठीलाई प्रार्थना गर्छौँ परमेश्वर बाबु म यति बेला तपाईँलाई धन्यवाद दिन चाहन्छु तपाईँको आशिषले अब यो औँठीहरूलाई आशिष दिनुहोस् जसरी जोयल र शान्तिको निम्ति यो औँठी कहिले नरितिने अमर प्रेमको प्रतीक बन्नुहोस् आफूले गरेको प्रतिज्ञालाई यसले सम्झना दिलाइरहोस् येशू प्रभुको नाममा आमेन यहाँले अब यो औँठी लगाइदिँदैछ बिस्तारै लेफ्ट मेरो पछाडि भन्दै यो एसेस गर्नुहोस् माइक दिनुहोस् यति बेला भएर बिस्तारै ल जोयल बिस्तारै लाउँदै मेरो पछाडि भन्दै प्रतिज्ञा गर्दै ल म यो औँठी भन्नुहोस् जोयल म यो औँठी तिमीलाई हाम्रो विवाहको चिन्ह स्वरूप परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा तिमीलाई दिँदैछु म मेरो दिहाद्वारा तिमीलाई आदर गर्छु म जे छु सो म तिमीलाई दिँदैछु मसित जे छ त्यसको तिमीलाई म सहभागी बनाउनेछु बिस्तारै ल हामी ताली बजाउनेछौँ शान्ति मेरो पछाडि ल म यहाँ आउँछु शान्ति हात पक्रिनुहोस् होइन पक्रिनुहोस् न हात पक्रिनुहोस् भन्नुहोस् स्वीकार गर्नु पऱ्यो नि म यहाँ आउँछु हाम्रो विवाहको चिन्ह स्वरूप परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा तपाईँबाट स्वीकार्दैछु धन्यवाद है हामी आउँछु फेरि मेरो पछि तिमीले प्रतिज्ञा गर्नु भन्नुहोस् म यहाँ आउँछु हाम्रो विवाहको चिन्ह स्वरूप परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तिमीलाई दिँदैछु म मेरो देहद्वारा तिमीलाई आदर गर्छु म जे छु सो म तिमीलाई दिँदैछु मसित जे छ त्यसको तिमीलाई म सम्भागी बनाउनेछु भाइ चोइले मेरो पछाडि गर्नुहोस् म यहाँ आउँछु हाम्रो विवाहको चिन्ह स्वरूप परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा तिमीबाट ग्रहण गर्दैछु हुन्छ पक्रिनुहोस् ल यति बेला फेरि तपाईँहरू सबैलाई एकचोटि रिक्वेस्ट गर्नु पर्यो हामी खडा हुनेछौँ यहाँलाई विवाहित लोग्ने र स्वास्नी भनेर हामी घोषणा गर्न गइरहेका छौँ
आज परमेश्वरको उपस्थिति र तपाईँ हजुरहरूको उपस्थिति मण्डलीको उपस्थितिमा यी दुई विशेष गरी जोयल र शान्तिले आपस्तमा करार बाँधेर एक अर्कालाई पवित्र बन्धनमा बाँधेको प्रमाण दिएका छन्। यसकारण ख्रीष्ट येशूको सुसमाचारको सेवकको हैसियतले उहाँले दिनुभएको अधिकारमा यी दुवै प्राणीलाई अब पिता परमेश्वर, पुत्र परमेश्वर अनि पवित्र आत्मा परमेश्वरको नाउँमा लोट्ने र स्वास्नी भनेर म यति बेला घोषणा गर्दैछु। परमेश्वरले यहाँले एक साथ जोड्नु भएको छ। कुनै मानिसले यहाँलाई अबदेखि सो नछुट्याओस्। महिमा होस् प्रभु। हामी ताली बजाउनेछौँ यति बेला। यति बेला बेल खोलेर हेर्नु सक्छ। हुन्छ, ताली बजाउनु कङ्ग्रेचुलेसन। तपाईँ दुवैलाई कङ्ग्रेचुलेसन। हुन्छ, अब घोडा टिप्नुहोस्, प्रार्थनामा जानुपर्छ। कुशली प्रभु तपाईँको हात यहाँमाथि अब हामी लान्छौँ। तपाईँ यहाँहरूलाई करारभित्र लानुभएको छ, अभिषेकमा लानुभएको छ, शक्तिमा यहाँमाथि अभिषेक लानुभएको छ। यहाँमाथि तपाईँको शक्ति, तपाईँको anointing, यहाँमाथि हामी तपाईँको आशिष बोल्छौँ। परिवार सुरु भएको छ। प्रभु तपाईँको हात यहाँमाथि तपाईँ राखिदिनुहोस्। हे परमेश्वर, तपाईले आफ्नो ठुलो शक्तिले असम्भवलाई पनि सम्भव तुल्याउनु भएको छ। संसारको यौवन थोकलाई तिनीहरूलाई आफ्नो आफ्नो ढाँचा र आकारमा बनाउनु भयो। पुरुषलाई चाहिँ तपाईँले आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो अनि आदमबाट नै तपाईँले स्त्री तपाईँले बनाउनु भयो। स्त्रीको सुरु तपाईँले गर्नुभयो। अब तिनीहरूलाई वैवाहिक बन्धनमा मिलाएर तिनीहरूलाई पवित्र व्यवस्थाको विधिबाट कहिले अलग नहुन् भने एकै पार्नुभयो। हे परमेश्वर, तपाईँले यसरी यस्तो ठुलो रहस्य अर्थात् विवाहको विधिलाई पवित्र ठहराउनु भयो। यो चिन्ह र उखान एक नमुना हो जो ख्रीष्ट र उहाँको मण्डलीको अद्भुत सम्बन्धलाई प्रकट गर्दछ। अहिले विवाहिक सम्बन्धमा जोडेका दुलहा र दुलहीमाथि तपाईँको दयाको दृष्टि गर्नुहोस्। यो दुवैलाई आपसमा पवित्र प्रेममा बाँधिन्। अब जसरी ख्रीष्टले आफ्नो दुलही अर्थात् उहाँको मण्डलीलाई प्रेम गर्नुहुन्छ, त्यसरी नै जोयलले जीवनभरि आफ्नो श्रीमती शान्तिलाई प्रेम गर्न सकुन्। अब जसरी ख्रीष्टले आफ्नो मण्डलीको निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो र सारा संसारका मण्डलीलाई प्रेम गरी पालन पोषण गर्नुभयो, त्यसरी नै जोयलले आफ्नो दुलही शान्तिलाई प्रेम गरेर यिनको पालन पोषण गर्न सकुन्। म यति बेला तपाईँसँग प्रार्थना गर्छु, शान्तिले पनि आफ्नो प्रेम र असलशील स्वभाव चालचलन देखाएर पवित्रता र आज्ञाकारी भएर आफ्नो दुलहासित प्रेममा रहन्। अत्यन्त नम्र, स्वामी र मिलनसार भई पवित्र र धर्मात्मा स्त्रीको चालमा हिँड्ने तुल्याउनुहोस्। हाम्रो अनन्तका पिता परमेश्वर, मानव जातिको सृष्टिकर्ता र पालनहार, सबै आत्मिक अनुग्रह र अनन्त जीवन दिनुहुने परमेश्वर, तपाईँको आशिषले यी दुवैलाई आशीर्वाद दिनुहोस् ताकि यिनीहरूले आपस्तमा बाँधेको करारमा विश्वास योग्य रही पुरा गर्न सकुन्। तपाईँको वचन अनुसार आपसमा सिद्ध प्रेम र शान्तिमा रहन सकुन्। तपाईँको दृष्टि यिनीहरूमाथि राख्नुहोस् ताकि यिनीहरूले एक अर्कालाई प्रेम, आदर र पालन पोषण गर्न सकुन् र विश्वास योग्यता, दृढ साथ, बुद्धिमानी र सत्य ईश्वरको भक्तिमा जीवन बिताउन सकुन्। यिनीहरूको घर आशिषहरूको घर र शान्तिको स्थान बन्न सकोस्। हे प्रभु, यी दुवैलाई आशिष दिनुहोस् र यिनीहरूलाई र हामीलाई पनि तपाईँको राज्यमा सदा सर्वदा अधिकार दिनुहोस्। हाम्रो मुक्तिदाता
प्रभु येशू ख्रीष्टको नाममा माग्दछ आमेन। तपाईँ दुईजना खडा हुनुहोस्, यति बेला हामी आशीर्वाद गर्नुहुन्छ। खडा हुनुहोस्, एकछिन चाहना गर्नुहोस्, आशीर्वाद हामी ग्रहण गर्नेछौँ। परमेश्वर पिता, पुत्र र पवित्र आत्मा यिनीहरू दुवैलाई आशिष दिनुहोस्, सुरक्षा दिनुहोस्। यिनीहरू दुवैलाई तपाईँको अनुग्रहमा सधैँ राख्नुहोस् र तपाईँको सम्पूर्ण आत्मिक आशिष र प्रेममा यिनीहरू दुवै सँगसँगै तपाईँलाई मनपर्ने परिवारको रूपमा जिउन सकुन्। अब परमेश्वर पिताको प्रेम, पुत्र येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको सङ्गति सन्ताउना र यी दुवै अनि हामी प्रत्येक माथि सदा सर्वदा यसरी बनिरहेको। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिउँ। अब मेरो सर्टिफिकेटमा साइन गर्नुपर्नेछ। बस्नु सक्नुहोस् तपाईँको। ओके, यहाँ साइन गर्नु। गवाई पूछ। केटा पक्षमा नाम लेखिदिनु। Black